हतघडी लगाएको होला। उहाँलाई हतघडी ल्याउन आवश्यक थियो त लगाए, नभए किन लाउँथ्यो? त्यो हतघडी चटक त होइन नि त। नवराज सुवेदीको घरमा उहाँलाई हाउस एरेस्ट राख्ने निर्देशन चाहिँ कसको? हामीले हाउस एरेस्ट राखेको छैन, लिगली रूपमा त्यो गरेको पनि छैन। 12 जना प्रहरी चाहिँ लिएर गएर त्यहाँ के गट्टा खेलाको पर्थ्यो? म संगठन प्रमुख हो नि त, मलाई आउनु पर्थ्यो। तपाईको आएन? होइन, मलाई के आउनु पर्ने भन्दा मलाई गुनासो आउनु पर्थ्यो नि त, आएन। भनेपछि राम्रो भयो जस्तो लाग्छ मलाई। ओके, अब अझै छ अरू गर्ने। आउनु पर्ने चिज चाहिँ आयो कि आएन? के आउनु पर्थ्यो? ब्रिफकेस केही आएन। यस्तो किन आउँछ? तल केले भ्याइदिएछन्। शान्तपूर्वकै आउने हो नि त। उहाँले त्यसरी गाडी चलाउन पाइन्छ? पाइँदैन, तर रोक्यो त प्रहरीले, उहाँलाई रोक्यो। अरूलाई त सामान्य मुख लगायो भने होइन, रोकिएको छ। त्यहाँ मुक्का हानेर चाहिँ त्यो निकाले पनि छ, त्यो सिसा फुटाएर गाडीको चाबी पनि थुतेको छ। र त्यसपछि हाम्रो काम के हुन्छ त? पहिला गोली हाल्नु होइन नि त, पहिले टायरमा अन्तिममा घर जान लाग्दैन। जनताले चाहिँ त्यो भन्ने चाहिँ त्यो ठिकै बुझ्नु भएको छ। तर उहाँले अन्तिम भोज खानुहोस्, त्यो चाहिँ मिठेरी खानुहोस् होइन। जनताको मुटु कलेजो सबै खाइसक्नुभयो, अब कान र खुर पनि खानुहोस्। नेपाली जनतालाई, नेपाली जनताका छोराछोरीलाई तिमी टुरिस्ट भिसा लगाएर दुबई जाऊ, कतार जाऊ या मलेसिया जाऊ, त्यहाँबाट अर्को कुनै साउले तिमीलाई बाख्रा किने जस्तो किनेर लगेर घरमा कामदार राख्छ र तिमी त्यहाँबाट पैसा पठाऊ, त्यो पैसाले हामी पजेरो चढ्छौँ र त्यसरी पठाउनेलाई हामी सुरक्षा गर्छौँ। यी हुन् गणतन्त्रका नायक र नायकी होइन। सरकारको ऋण नतिरेको भनेर नाम सूची समेत कालो सूचीमा प्रकाशित गरिएको, तपाईँलाई चाहियो भने म दिन्छु। प्रकाशित गरिएको व्यक्ति तपाईँको श्रीमती, उहाँ चाहिँ उन्मुक्ति, यो भन्दा बढी शक्तिको दुरुपयोग के हुन्छ? त्यही भएर तपाईँले सभापति नछोड्या त हो नि। जब दिइरहनु पर्छ, कहिलेकाहीँ त लाज पनि हुन्छ। अघि पनि एउटा लाजेको कुरा बताए। जनताको पैसामा तलमाथि गरेपछि लाज हुन्न त? मैले आजका मितिसम्म त्यहाँ पछाएको छैन। श्रीमती आउने भ्याउनु भएन? म पुलिसलाई थाहा होला नि त, रेकर्ड होला नि त। तपाईँको रेकर्ड राख्दैन भने? कसले राख्दैन? होइन, म आजको दिनमा तपाईँको रेकर्ड राखेर त्यो पुलिसले आफ्नो जागिर चाहिँ जुम्ला हुम्ला अर्थात् कुनै चाहिँ विकट ठाउँमा सर्वे गराउनु छ? बाय बाय, टाटा, गुड बाय, गया।